सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएल को उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स बीच प्रतिस्पर्धा हुने भएको छ। नमस्कार, स्वागत छ तपाईहरुलाई अपलम स्पोर्ट्स युट्युब च्यानलमा। बिहीबार कृतिपुर स्थित त्रिवी क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा विराटनगर किङ्सलाई 40 रनले पराजित गर्दै लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्ससँग उपाधि भिडन्त पक्का गरेको हो। गत सिजन सुदूरपश्चिम उपविजेता बनेको थियो भने लुम्बिनी अङ्क तालिकाको पुच्छारमा रहेको थियो। बिहीबार दोस्रो क्वालिफायरमा लुम्बिनीले दिएको 135 रनको सामान्य लक्ष्य पछ्याएको विराटनगर 17.5 ओभरमा 94 रनमा अल आउट हुन पुग्यो। सामान्य लक्ष्य भए पनि विराटनगरले खराब सुरुवात गर्यो। उसले 6 बलको अन्तरमा सुरुवाती 3 ब्याट्सम्यानलाई गुमायो। लुम्बिनीका रुबेन ट्रम्पलम्यानले पहिलो ओभरको 5औं बलमा मार्टिन गप्टिललाई 2 रनमा जेजे स्मिथबाट क्याच आउट गराए। अन्तिम बलमा लोकेश बम बोल्ड भए, जसका कारण लुम्बिनीले उत्कृष्ट सुरुवात गर्दै विराटनगरलाई पहिलो ओभरदेखि नै दबावमा राख्न सफल भयो। दोस्रो ओभरको तेस्रो बलमा फाफ डुप्लेसिस शेरमल्लबाट बोल्ड हुँदा फेरि अर्को खेलमा विराटनगरको टप अर्डर कोल्याप्स भयो। यसअघि पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स विरुद्ध पनि विराटनगरको टप अर्डर कोल्याप्स भएको थियो। विराटनगरले 7औं ओभरमा चौथो विकेट गुमायो। शङ्कर राणालाई तिलकराज भण्डारीले बोल्ड गरिदिए। त्यसबेला विराटनगरले जम्मा 30 रन जोडेको थियो। त्यसपछि साम हिजलेट र मर्स्याङ डिलाङले 5औं विकेटका लागि 28 रनको साझेदारी गरे, तर हिजलेट 11औं ओभरको अन्तिम बलमा जेजे स्मिथको बलमा दुर्गेश गुप्ताबाट समातिँदा विराटनगर सङ्कटमा पर्यो। हिजलेटले 34 रन जोड्ने क्रममा 28 बल खेलेर 2 चौका र 2 छक्का प्रहार गरे। 2 ओभरपछि बसिर अहमद पनि आउट हुन पुगे। उनी 3 रनमा तिलक्कै बलमा ट्रम्पलम्यानबाट क्याच भए। फेरि पनि विराटनगरले विकेट गुमायो। सन्दीप लामिछाने 13औं ओभरमा 3 रन बनाउँदा अभिशेष गौतमको बलमा सन्दीप जोराबाट क्याच भएका थिए। मर्स्याङ डिलाङ 15औं ओभरमा 17 रन बनाएर आउट भएपछि विराटनगरको आशा सकियो। 20 बलमा 1 चौका प्रहार गरेका उनलाई अभिशेषले विकेट पछाडि निरोसन डिक्वेलाबाट क्याच गराए। प्रतीश ऋषि पनि 9औं विकेटको रूपमा 2 रनमा आउट हुँदा लुम्बिनी जित नजिक पुग्यो। प्रतीशलाई तिलकले दार्सी सर्टबाट 15.4 ओभरमा आउट गरे। अन्तिम विकेटको रूपमा नरेन भट्ट 21 रनमा आउट भए। उनलाई जेजे स्मिथले ट्रम्पलम्यानबाट क्याच गराए। बलिङमा लुम्बिनीका तिलक भण्डारीले 3 विकेट लिए। उनले 15 रन खर्चिए। स्मिथ, अभिशेष र ट्रम्पलम्यानको नाममा सम्मान 2-2 विकेट रह्यो। शेरमल्लले एउटा महत्त्वपूर्ण विकेट लिए। त्यसअघि टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले 8 विकेटको क्षतिमा 134 रन बनायो। लुम्बिनीका लागि ओपनर दार्सी सर्टले 45 रन र कप्तान रोहित कुमार पौडेलले 34 रनको योगदान गरे। ओपनर दिनेश अधिकारी 1 रनमा आउट भएपछि सर्ट र रोहित बीच दोस्रो विकेटका लागि 69 रनको साझेदारी भएको थियो। रोहित 12औं ओभरमा विराटनगरका सुभाष भण्डारीबाट बोल्ड भएका थिए। त्यसपछि लुम्बिनीले लगातार विकेट गुमाएको थियो। सर्टले 45 रन जोड्ने क्रममा 41 बलमा 3 चौका र 1 छक्का प्रहार गरे। 14औं ओभरमा दार्सी सहित रोहित र दिनेश गरी शीर्ष 3 ब्याटरको विकेट विराटनगरका सुभाष भण्डारीले लिए। लुम्बिनीका सन्दीप जोरा र जेजे स्मिथ डकआउट भए। जोरालाई कप्तान सन्दीप र स्मिथलाई प्रतीश ऋषिले क्याच गराए। त्यसपछि दिलीपनाथ 1 रनमा आउट भए भने निरोसन डिक्वेलाले 29 रन जोड्न सके। सन्दीपबाट 18औं ओभरको 5औं बलमा क्याच भएका डिक्वेलाले 22 बलमा 4 चौका प्रहार गरे। अन्तिम ओभरको 5औं बलमा शेरमल्ललाई 7 रनमा प्रतीश ऋषिले क्याच गराए। रुबेल ट्रम्पलम्यानले नट आउट 11 रन जोडे। बलिङमा विराटनगरका सुभाष भण्डारीले 3 विकेट लिँदा 4 ओभरमा 14 रन मात्र दिए। प्रतीश ऋषिको नाममा 3 विकेट रह्यो। उनले 4 ओभरमा 27 रन खर्चिए। कप्तान सन्दीप लामिछानेले 2 विकेट लिने क्रममा 4 ओभरमा जम्मा 18 रन खर्चिए। यस्तै खेल सम्बन्धी जानकारीहरूका लागि भिडियोलाई लाइक, सेयर तथा च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद।